चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रतिनिधिहरूको टुङ्गो नलाग्दा बन्द सत्रको कार्यतालिका नै बिथोलिएको छ। उखरमाउलो गर्मीमा दिनभर बन्द सत्रको पर्खाइमा बसेका प्रतिनिधिहरू हिजो निराश हुँदै फर्किनु परेको थियो। कार्यतालिकाका अनुसार आज निर्वाचन भएर महाधिवेशन सकिनुपर्ने थियो, तर त्यो हुन सकेन। हामीले पाएको जानकारी अनुसार बन्द सत्र आज दिउँसो मात्र भएर निर्वाचन भोलि हुनेछ। यसले गर्दाखेरि महाधिवेशन नै धकलिएको छ। विवादको मुख्य जरो प्रतिनिधिको संख्या र छनौट प्रक्रिया हो। सुरुमा 3000 को हाराहारीमा प्रतिनिधि हुने भनिए पनि अहिले यो संख्या बढेर 4211 पुगेको छ। अनुशासन समितिले कारबाही सिफारिस गरेका 16 जनालाई समेत प्रतिनिधि बनाइएकोमा पार्टीभित्र प्रश्न उठेको छ। प्रवक्ता मनिष झाले व्यवस्थापनमा कमजोरी भएको स्वीकार गर्दै यो पहिलो महाधिवेशन भएकाले सिक्ने क्रम रहेको बताउनु भएको छ। थप जानकारीका लागि र राष्ट्रिय महाधिवेशनको बारेमा अरु न्यूजका लागि रेकर्डर्स नेपाल फलो गर्नुहोला।